welcome to my channel. Finally we are at Dhampus after 3 hours ride. तर यो 1 hour को ride हो, but हामीले चाहिँ बाटोमा रोकी गएको थियौं, रोकी आएको थियौं, त्यही भएर it took 3 hours I guess. So जाउ नमानिकन हाम्रो ब्लग हेर्नु होला. हामी चाहिँ अब on the way to हाम्रो होटल. के ओके, हामी फेरि हाम्रो यात्रा सुरु गरेका छौं. हामी जाँदै छौं हाम्रो होटल. हामी चाहिँ धम्पुसको बाटोमा छौं. अहिलेको टाइम भएको छ आई थिंक 6 बजिरहेको होला. सो विदाउट गेटिङ बोर, स्टे ट्युन विथ अस. हाम्रो अगाडि हुनुहुन्छ हाम्रो क्लासमेट्स, हाम्रो साथी विनय, जसले राइड गर्दै हुनुहुन्छ, र उहाँको पछाडि बस्नुभएको छ दीक्षा. यिनीहरूको रोल नम्बर भन्दै कि सिम्बल नम्बर भन्दै बाबा सरलाई देव सर. ओके, बाटो चाहिँ एकदमै रमाइलो रहेछ, ढुङ्गावाला, बट बेटर देन थाकवाला. इफ यु गाइज वाना कम धम्पुस, प्लिज एकपटक चाहिँ अफ रोड कतै गएर अनि यता आउनु होला. तर यो पनि राम्रै हो, थाकभन्दा चाहिँ फार बेटर. तर नआउने मान्छेहरूलाई चाहिँ अलिकति नराम्रै लाग्न सक्छ. स्कुटर ल्याउनु छ भने यामाहा लिएर आउनु होला, पिकअप दिइरहेको छ सबले. अरूको चाहिँ तान्नु परेको छैन, एघार थानेको छैन भनिदिइहाल्यो. होइन त्यस्तो. सो हामी रक्साको च्यानलमा छौँ अहिले. रक्साले कहिले पोस्ट गर्छ गर्दैन आई डोन्ट नो. सो अहिले म बोलिरहेको को भन्दा त्यो चाहिँ अलिक पछि लास्टमा इन्ट्रोड्युस गरौँ होला. अहिले चाहिँ हामी कसको मोबाइलबाट ब्लगिङ गरिरहेका छौँ भन्दा हाम्रो रक्षा, जो चाहिँ एउटा अत्यन्तै राम्रो रवि. मैले अघि इन्ट्रोड्युस गरिसकेँ, तिमीहरूको सिम्बल नम्बर धरि भनिसकेँ मैले. कहाँ हिँडेको देख्छ यहाँ भ्याएको त जाँदैछ, त्यही भएर क्रस भएन, म पनि क्रस भएन. हामी चाइनिज भएको भए त झोलामा राखेर लानुहुन्थ्यो है. भन्छु ओए नझरेको केही छैन. हो आज चाहिँ दिन राम्रो भएको भएर पानी परेन, तर पोखरामा चाहिँ पानी परिरहेको थियो. बट हामी यस्तो धम्पुसको माथि यस्तो चढेपछि त पानी रोकियो. सो वी आर इन्जोइङ अलराइट. कतै त्यस्तो कम्प्लिकेसन थिएन. हामी बाटोमा रोकिँदै फोटो खिच्दै हाँसो मजाक गर्दै आएको हो. We have arrived at our hotel. So that's it. नन्दुहरू त्यहाँ रहेछ. ब्याग राख्ने होला नि. यस, फर्स्टमा ब्याग राख्ने. ब्याग राखौँ पहिला. ल म हजुरलाई हाम्रो होटल देखाउँछु. Come with me. Let me introduce myself. I am Sofia Fresh from Pokhara. Let's continue. This is our room. यहाँ चाहिँ attached bathroom छ. यहाँ चाहिँ एउटा कम्बोर्ड, बेसिन छ. सो म छु, रक्सा ढोकामा छ, सुट गरिरहेको छ. यहाँ 3टा बेडरुम छ, जहाँ चाहिँ सोसिका, रक्सा अनि दीक्षा बस्नेवाला छन्, सुत्नेवाला छन्, मोज गर्नेवाला छन्, हल्ला गर्नेवाला छन्. सो के अरे विवेक
सहजै काटौँला यो जिन्दगी जाँदैन तिम्रो माया है खेर माया छ नि यतै मैतिर फेरि हेरिदेऊ न मलाई तिम्रो मन्द मुस्कान लिएर तिम्रो माया कलेजीमा समय बग्यो कोना बेसी छ समय तिम्रो माया कलेजीमा समय आँखैमा गाजलु लपक्कै मन माया लाइदेऊ के छ पक्कै वैसैमा मन्छु पो क्यारे भन सोल्टी बरोबर नलाडी भन सोल्टी उठेको चुरो तान्नलाई बुझेको सबै पाल्नलाई चालबाट उफ्रेर कौसी जाने है चिप्लो रहेछ बुढी सोल्टी छन्दै लडे है एउटा हातमा चुरो छ अर्को खोलीमा सोडी चल चल्तीमा अँधेरो छ चारैतिर खोरे सलाई छिमेकीले देख्यो मलाई बासन दिन थाल्यो बुढो चुरोट नखारे ज्यानको माया छैन भनी साह्रै हकारे मलाई के भो भनी फर्काए माइन्ड बिजनेस बुढो भनी त्यसलाई थर्काए मलाई भ्यालेन्टाइनमा देखेँ मैले फोन कै फोनमा अहिले गर्दा बिजी आयो टोन अर्कै केटा छ कि क्या हो लाग्न थाल्यो डर आजकलका केटीहरूको छैन केही भर ब्रेकअप दिने मेसेज पठाइ हुन आउँदै 5 वर्षको माया फेरि 5 मिनटमै चेन्ज चुरोट पनि सक्यो सोल्टी भइसक्यो लेट सोल्टी लास्टलाई त देख्दै पर्छ मिलेन फर्केर तिमी घाम भनी बादलको माथि म तिमीलाई पर्खी बसौँला तिमी भने
किन लिएर आएको यो प्लास्टिक चाहिँ किन राखेको होला किन राखेको होला होइन केही न केही के अरे माथि पार्किङमा चरा माथि आउँछ चरा आउँछ नि हल्दिन्छ नि हाम्रो गाउँघरकै यस्तो रोड छ नि त्यो छ नि हाम्रो त्यो जाने नि तल उसँग गराएको छ कि जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे खा केही देखौँ न म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो यो त हिरोवाला रहेछ अगाडि यो हो Hello everyone, welcome back to my channel. Welcome back to Raksha's channel. हामी आज फाइनली धम्पुसबाट अस्तामको बाटो हुँदै फर्केका छौँ।
अलिकति अफ रोड थियो लाइक 2 किलोमिटर्स आफ्टर द्याट हजुरले बाटो हेर्न सक्नुहुन्छ ओहो भर्खर न्युली मेड जस्तो छ है यो चाहिँ अस्सामको बाटो रमाइलो रहेछ लास्ट टाइम म अस्साम आउँदा चाहिँ यस्तो त थिएन तर यस्तै थियो तर अहिले चाहिँ अलिक बेटर भएको रहेछ हाम्रो साथीहरू त्यहाँ पिपिप गर्दै बसिरहेछ गुडिरहेछ अनि हामी आज अस्सामको बाटो आउँदाखेरि चाहिँ हामीले आज एउटा नयाँ चिज देख्यौँ जुन भर्खर बनाएको रहेछ त्यो चाहिँ एउटा नौमती बाजाको एउटा स्टेसन भनौँ नौमती बाजा 9वटा बाजाहरूको चाहिँ त्यहाँ ठुल्ठुलो स्ट्याचु बनाएर तामाको जस्तै पेन्ट गरेर बनाएको रहेछ यिनीहरू किन रोक्यो होला हेलो हेलो भन्दै हाम्रो ब्लगमा यहाँ चाहिँ हाम्रो दीक्षा र विनय हिजोको राइडर्स अनि अर्को हाम्रो आयुषमा थपिनु भएको छ हाम्रो सिङ्गल राइडर त्यसपछि उता हुनुहुन्छ हाम्रो धीरेन राइडर र धीरेन राइडरको पछाडि जमुना चाहिँ हाम्रो सोभ्यू सदस्य है पिएन मिन्स पृथ्वीनारायण क्याम्पस ओके ओके लेट्स गो आई एम गेटिङ लेट फाइनली हामी अघिको मेलबोर्ड र नौमती बाजावाला स्पटबाट हामी अगाडि बढिसकेका छौँ देख्न सक्नुहुन्छ बाटो अति नै रमाइलो छ अति नै राम्रो छ अनि हाम्रो दिन पनि राम्रो छ सिनेरियो पनि उस्तै राम्रो छ अभियसली पोखराको भ्यू नराम्रो हुने त कुरै छैन होइन आफ्टर ठक्की होइन मान्छेहरू ब्लगमा के कुरा गर्छ हामी चाहिँ धम्पुसमा आज बिहान 8 बजे ब्रेकफास्ट गरेर हामी पोथानाको लागि निस्केका थियौँ पोथानाको बाटो जुन त्यो अब ट्रेक जाने ट्रेल थियो नि त्यो चाहिँ अति नै राम्रो थियो पोथाना चाहिँ ठिक्कको भ्यू पोइन्ट थियो त्यहाँबाट यतापट्टि एबिसी चाहिँ लाइक 10 मिनट्सको बाटो रहेछ बट हामीले त्यहाँ चाहिँ जान पाएनौँ हामीसँग के अरे अरूले चाहिँ हामीलाई मिसकम्युनिकेसन भनौँ या के मिसइन्फर्मेसन भएर 10 मिनट्सको बाटोलाई हामीलाई 30-35 मिनट्सको बाटो भनिदिनु भयो सो हामीसँग लिमिटेड टाइम भएको हुनाले हामी चाहिँ आज पोथाना मात्र गयौँ पोथानाबाट आएपछि हामी खाना खायौँ फोटो सेसन भयो हाम्रो गर्ल्सहरूको त्यसपछि हाम्रो ग्रुपको त्यसपछि हामी खाना खाएर अनि हाम्रो ग्रुप फोटो लिएर हामी निस्कियौँ सो धम्पुस वाज गुड अप्सन फर नाइट आउटिङ डे आउट whatever you want to say or you want to go पक्कै पनि धम्पुस गएपछि बाटो चाहिँ राम्रै थियो मेरो लागि त फाइनली हामी अघिको मेलबोर्ड र नौमती बाजावाला स्पटबाट हामी अगाडि बढिसकेका छौँ देख्न सक्नुहुन्छ बाटो अति नै रमाइलो छ अति नै राम्रो छ अनि हाम्रो दिन पनि राम्रो छ सिनेरियो पनि उस्तै राम्रो छ अभियसली पोखराको भ्यू नराम्रो हुने त कुरै छैन होइन आफ्टर ठक्की होइन मान्छेहरू ब्लगमा के कुरा गर्छ हामी चाहिँ धम्पुसमा आज बिहान 8 बजे ब्रेकफास्ट गरेर हामी पोथानाको लागि निस्केका थियौँ पोथानाको बाटो जुन त्यो अब ट्रेक जाने ट्रेल थियो नि त्यो चाहिँ अति नै राम्रो थियो पोथाना चाहिँ ठिक्कको भ्यू पोइन्ट थियो त्यहाँबाट यतापट्टि एबिसी चाहिँ लाइक 10 मिनट्सको बाटो रहेछ बट हामीले त्यहाँ चाहिँ जान पाएनौँ हामीसँग के अरे अरूले चाहिँ हामीलाई मिसकम्युनिकेसन भनौँ या के मिसइन्फर्मेसन भएर 10 मिनट्सको बाटोलाई हामीलाई 30-35 मिनट्सको बाटो भनिदिनु भयो सो हामीसँग लिमिटेड टाइम भएको हुनाले हामी चाहिँ आज पोथाना मात्र गयौँ पोथानाबाट आएपछि हामी खाना खायौँ फोटो सेसन भयो हाम्रो गर्ल्सहरूको त्यसपछि हाम्रो ग्रुपको त्यसपछि हामी खाना खाएर अनि हाम्रो ग्रुप फोटो लिएर हामी निस्कियौँ सो धम्पुस वाज गुड अप्सन फर नाइट आउटिङ डे आउट whatever you want to say or you want to go पक्कै पनि धम्पुस गएपछि बाटो चाहिँ राम्रै थियो मेरो लागि त फाइनली हामी धम्पुसबाट अस्तामबाट हेम्जाकोटा यामदी हुँदै हामी बागलुङ हाइवेको बाटो हुँदै हामी पोखरा आइपुगेका छौँ द बाटो इज गुड ओ उताबाट जानुपर्ने म यताबाट आएछु कोही बात नै हामी यताबाट अब रोड चेन्ज गर्ने वाला छौँ बम्पी रोडमा हामी क्रिस क्रस गर्दै
अगाडि आफ्टर लङ टाइम यो हिन्जा जाने बाटो चाहिँ मजाले बनेको रहेछ। लास्ट टाइम आउँदा त बनेको थिएन, अहिले चाहिँ बनेको रहेछ। अनि अर्को राम्रो कुरा भनेको पोखरामा पानी नपरेको रहेछ। हाम्रो चाहिँ ट्रिपमा अति नै रमाइलो भयो। धेरै गीत गायौँ, नाच्यो, गायो, गेम्स खेल्यो, दमसराजहरू खेल्यो, राति 3 बजेसम्म उठ्यो, बिहान सुत्यो, बिहान पनि उठेर कार्ड्स खेल्यो हामी। ओहो, हाम्रो फर्स्ट नाइट आउट थियो हाम्रो के अरे क्लासको। हामी अहिलेसम्म 6 सेमेस्टरमा आउँदासम्म हामी कतै गएको थिएनौँ। सो फर्स्ट आउटिङ नै हाम्रो नाइट आउट भएको थियो, त्यो पनि डम्बुस। त्यही पनि फर्स्ट नाइट आउटमा हामी सबैजना आउन नपाए पनि 11जना थियौँ। त्यसमा चाहिँ अति नै रमाइलो भयो, गेम्स खेल्यौँ, नाच्यौँ। के भन्नु होला, त्यही हो। आशा छ हजुरलाई पनि मेरो भ्लगिङ रमाइलो लाग्यो होला। यो भ्लग चाहिँ हाम्रो रक्ष्याको थ्रु पब्लिस हुनसक्छ। अब फ्युचरमा कहिले हुन्छ थाहा छैन। आजको डेट म भनिदिन्छु है। आज चाहिँ हामी 2082 साल जेठको आई थिङ्क 17 गते, जो 16 गते थियो। हामी 16 र 17मा चाहिँ आउटिङ भएका थियौँ। सो यति भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। स्टे विथ अस, टेक केयर, बाइ। दिनमा भेट भयो नि हाम्रो सम्झनाले सदा